मानिसको स्वास्थ्य जीवनको सबैभन्दा ठुलो धन हो। पछिल्लो समय व्यस्त जीवनशैली, असन्तुलित खानपान र मानसिक तनावका कारण विभिन्न रोग बढिरहेका छन्। यस्ता समस्याका समाधानका लागि आयुर्वेदिक उपचारप्रति मानिसहरूको आकर्षण बढ्दै गइरहेको छ। नेपालका विभिन्न ठाउँमा सञ्चालन भइरहेका आयुर्वेदिक अस्पतालहरूले प्राकृतिक र परम्परागत उपचार पद्धतिबाट नागरिकहरूलाई सेवा दिइरहेका छन्। प्रदेश आयुर्वेद चिकित्सालय फलेवास पर्वतमा हाम्रो नियमित बिरामी परीक्षण सँगसँगै परामर्श सेवा, जसलाई हामीले ओपिडी सेवा पनि भनेर भन्छौँ, त्यो नियमित रूपमा चलिरहेको छ। सँगसँगै प्रयोगशाला परीक्षण सेवा, प्रयोगशाला परीक्षण सेवा अन्तर्गत यस वर्षदेखि हामीले गर्दै आएका परीक्षण बाहेक भिटामिन डी र थाइरोइडको परीक्षण पनि सम्भवतः प्रदेश महातर्का आयुर्वेद चिकित्सालयमा बागलुङ र कास्कीमा छ होला, नत्र यहाँ पर्वतमा मात्रै होला यो भिटामिन डी र थाइरोइड परीक्षण। यो पनि हाम्रो थप भएको छ। त्यो बाहेक हामीले प्रदान गर्ने यहाँबाट उपलब्ध हुने सेवा भनेको पूर्वकर्म, पञ्चकर्म अन्तर्गतका सेवाहरू अन्तर्गत स्नेहन स्वेदन सेवा, त्यसै गरी बस्तीकर्म, शिरोधारा, नस्य लगायतका सेवा हुन्छन् भने यस वर्षदेखि हामीले गण्डकी आयुर्वेद अस्पताल कास्कीसँगको सहकार्यमा विशेषज्ञ आयुर्वेद चिकित्सक आयुर्वेद सर्जनलाई हामीले महिनामा एकचोटि बोलाएर यो मलद्वार सम्बन्धी समस्याहरूको, विशेष गरी पाइल्स, फिसर फिस्टुलासँग सम्बन्धित समस्याहरूमा चाहिँ छारसूत्र, छारकर्म, अग्निकर्म लगायतका सेवाहरू उपलब्ध गराउँदै आइरहेका छौँ। यसमा चाहिँ हामीले सामान्यतया छारसूत्र भनेपछि मलद्वार सम्बन्धी समस्या मात्रै भनेर बुझ्छौँ। यसमा हामीले यो तिलहरू, मुसाहरू, खिलहरू यस्तो समस्यामा पनि यो उपचार प्रभावकारी रहेको छ। त्यसै गरी मर्म चिकित्सा, विद्धकर्म लगायतका सेवाहरू यहाँबाट उपलब्ध भइरहेका छन्। र मैले यो सेवा भनिरहँदाखेरि अहिले अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको देखिन्छ। विशेष गरी दीर्घरोगी, नसर्ने रोग, जोड्ने दुखाइ, ग्यास्ट्रिक, छाला रोग तथा प्राकृतिक उपचारप्रति नागरिकको विश्वास बढेसँगै सेवा लिन आउने बिरामीको सङ्ख्याको पनि वृद्धि भएको छ। अस्पतालले नागरिक आरोग्य अभियान, योग कार्यक्रम, जडीबुटी प्रवर्धन तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। पहिले सामान्य आयुर्वेदिक औषधालयको रूपमा रहेको संस्था अहिले प्रदेश स्तरीय स्वास्थ्य सेवातर्फ उन्मुख हुँदै आएको छ। सेवा प्रवाहलाई अझै व्यवस्थित, प्रभावकारी र नागरिक मैत्री बनाउन भौतिक पूर्वाधार, जनशक्ति र उपचार प्रणालीमा सुधार गरिएको छ। यसले पर्वतसहित गण्डकी प्रदेश विभिन्न जिल्लाका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्याएको छ। अहिले चाहिँ बिरामीको आकर्षण बढ्दो छ र हामीले अहिले चाहिँ थप गरिएका सेवाहरू पनि, जस्तै छारसूत्रको कुरा गरेँ मैले। प्रयोगशाला सेवामा चाहिँ हामीले केही नयाँ परीक्षणहरू, जस्तै भिटामिन डी सम्भवतः कुष्मा अस्पताल मात्रै हुन्थ्यो, अन्त यहाँ हुँदैन थियो, कुष्मा जानुपर्ने कुरा यहीँ भइरहेछ। त्यस्तै थाइरोइडको परीक्षण लगायतका केही प्रयोगशाला परीक्षण भएका थप भएका सेवाहरू। त्यसै गरी उपचारको कुरा गर्दा छारसूत्र सेवा अहिले नयाँ सुरु गरेको कुराहरू र पूर्वकर्म, पञ्चकर्म हामीले केही थप भएका केही थेरापीहरू लगायतका कुराले गर्दा पनि बिरामीलाई राम्रो भएर नै होला। हामीले कहीँ कतै प्रचार विज्ञापन गर्दैनौँ, तर जो सेवाग्राहीको रूपमा हामी उहाँ आउनुहुन्छ, उहाँले नै अर्कोलाई भन्ने गर्दा चाहिँ बिरामी तथ्याङ्क वर्षको, यो आर्थिक वर्षको बिरामी तथ्याङ्क हो, जुन विगतका वर्षहरूसँग तुलना गर्ने हो भने उल्लेख्य रूपमा चाहिँ वृद्धि भएको देखिन्छ। गरिरहँदा चाहिँ हाम्रो डेली ओपिडीमा आउने सेवाग्राहीको हिसाबले कुरा गर्दा चाहिँ धेरै जसो बिरामीहरू चाहिँ दुई खालको एउटा धारणा लिएर आउनुभएको हुन्छ। एउटा चाहिँ आयुर्वेदमा औषधि पाइन्छ, औषधि माग्छु, ल्याउँछु, मसाज गर्ने तेल अथवा धुलो औषधि मागेर ल्याउँछु, खान्छु भन्ने खालको हुन्छ भने कसैले चाहिँ एलोपेथीको अस्पतालहरूमा थुप्रै ठाउँ जचाएर ठुलो फाइल लिएर आएर होइन, अन्तिममा चाहिँ मेरो चाहिँ त्यहाँ गए केही हुन्छ कि भन्ने हिसाबले आउनुहुन्छ। यो दुइटै कुरा चाहिँ हामीले चिर्नुपर्ने छ भन्न खोजेको। हामी चाहिँ सुरुमा आयुर्वेदमा चाहिँ आयो भने पनि हाम्रा केही धेरै समस्याहरू चाहिँ अझ सजिलै समाधान हुन सक्ने समस्याहरू हामीले झन् बढी बल्झाएर अन्तिममा आउने गरेका छौँ। त्यसलाई चाहिँ सुरुमै, जस्तै मैले छारसूत्रको कुरा गरेँ होइन, छारसूत्र भनेको एक खालको अपरेसन भनेर हामीले बुझ्छौँ। सुरुमै हामीसँग आउने भने त्यो छारसूत्र उपचार नगरिकन सामान्य औषधि अथवा कतिपय कुरामा खानपिन, जीवनशैली सुधार गरेर पनि समस्याबाट हामी बच्न सक्छौँ अथवा समस्याको सजिलै समाधान हुनसक्छ। हामी चाहिँ अन्तिममा होइन कि सुरुमै परामर्श गरेर सेवा लिने एक खालको चाहिँ बानी बसाल्न पर्ने जरुरी छ भने। अनि अर्को चाहिँ यो आयुर्वेदको हिसाबले भन्दाखेरि विभिन्न मिडियामा, अनलाइन मिडियाहरूमा, पत्र पत्रिकामा कहीँ कति भ्रामक विज्ञापनहरू होइन, यो चुनौतीको रूपमा रहेको कुरा छन्। त्यो भनेको 100% ग्यारेन्टी, उपचार नभए पैसा फिर्ता अथवा यो औषधि खानुहोस् भनेर। यो कुरालाई चाहिँ हामी सबै आम जनमानसमा चाहिँ पुर्याउनु पर्ने छ। यो स्वास्थ्यको कुरा भनेको 100% ग्यारेन्टी भन्ने पनि कहीँ हुँदैन, त्यस्तो भन्ने कुरा पनि हुँदैन होइन। अथवा झोलामा, साइकलमा कसैले भनौँ न विज्ञापन गर्दै औषधि घरमा लिएर गएको औषधि किनेर खानु हुँदैन।
यो चाहिँ भ्रामक विज्ञापनको हिसाबले पनि हामीले चाहिँ यसमा चाहिँ सबैले जनचेतना बढाउनु पर्ने कुरा र अन्तिममा चाहिँ आयुर्वेदमा आउने भन्दा पनि सुरुमै केही समस्या भइसकेपछि के छ भनेर आधिकारिक मान्छे भनेको आयुर्वेदको स्वास्थ्यकर्मी होस्, चिकित्सक होस्, होइन, सर्टिफाइड व्यक्तिसँग हामीले परामर्श गरेर औषधि खानुपर्छ भन्ने कुरा भन्न चाहेँ भने अहिले चाहिँ पछिल्लो समयमा सर्ने रोग भन्दा पनि नसर्ने रोगको चुनौती जस्तै मुटुका समस्या, होइन, मधुमेहका समस्या, यस्ता समस्याले चाहिँ विक्रान्त हाम्रो देशमा मात्र नभएर विश्वभरि चाहिँ नसर्ने रोगको समस्या बढ्दो क्रममा छ र यसमा चाहिँ तुलनात्मक रूपमा आयुर्वेदमा उल्लेखित जीवनशैलीका कुराहरू, योगका कुराहरू यसले चाहिँ झन् राम्रो काम गर्न सक्छ भनेको नसर्ने रोगबाट बच्नको निम्ति जुन अहिले WHO ले भयावह रूपमा आउन सक्छ भन्ने कुरा गरेको छ। त्यसको निम्ति पनि आयुर्वेदको चाहिँ उपादेयता अझै बढ्दै गएको हिसाबले हामीलाई भएको स्वास्थ्य समस्याको हिसाबले हामी चाहिँ यही मात्र नभएर जुनसुकै ठाउँमा भए पनि आयुर्वेदको एउटा आधिकारिक व्यक्ति, आधिकारिक स्वास्थ्यकर्मी अथवा आधिकारिक चिकित्सकसँग परामर्श गरेर सेवा लिने बानी बसाल्यौँ भने अझ बढी हामीले आयुर्वेदबाट एउटा क्वालिटी सर्भिस पाउन सक्छौँ भन्ने कुरा भन्न चाहन्छु। धन्यवाद।